प्रतियोगी गजलकारलाई अगाडि निम्त्याउँछु। गजल वाचनका निम्ति अगाडि आइदिनु होला विद्यादेवी बराज्यू। आफ्नो प्रतियोगी गजल वाचनका निम्ति मञ्चमा आउँदै हुनुहुन्छ विद्यादेवी बराज्यू र आफ्नो गजल वाचनका निम्ति तयारी अवस्थामा रहिदिनु हुन म आग्रह गर्छु हिमानन्द जोशीज्यूलाई। यतिखेर मञ्चमा विद्यादेवी बराल। सम्पूर्ण साहित्यिक मनहरूमा मेरो ज्ञान अभिवादन। म पोखराबाट गजल लिएर आएकी छु। आयाती अत्तर बिना आफ्नै पौरखको पसिनाले चोली फटाउनु छ। आयाती अत्तर बिना आफ्नै पौरखको पसिनाले चोली फटाउनु छ। कोरको बाटै सफेद सिकाउने नारीलाई धराको रक्षा हटाउनु छ। आयाती अत्तर होइन आफ्नै पौरखको पसिनाले चोली फटाउनु छ। राष्ट्रपतिको त्याग र समर्पणको सगरमाथा नाप्न सकिँदैन मिटरमा। राष्ट्रपतिको त्याग र समर्पणको सगरमाथा नाप्न सकिँदैन मिटरमा। सभ्यता बिर्सनेलाई ढुङ्गा थुप्रिँदा पहाड बन्ने कथा रटाउनु छ। कोरको बाटै सभ्यता सिकाउने नारीलाई धराको रक्षार्थ खटाउनु छ। ब्रह्माण्ड देखाउने कम्पासको बाटो रोक्न खोज्ने सर्वलाई भने। ब्रह्माण्ड देखाउने कम्पासको बाटो रोक्न खोज्ने सर्वलाई भने। वेशभूषा कला कौशल संस्कृति र पर्यावरणको स्वाद चटाउनु छ। सभ्यता बिर्सनेलाई ढुङ्गा थुप्रिँदा पहाड बन्ने कथा रटाउनु छ। खोला हो विकास निरन्तर बगिरहन्छ। खोला हो विकास निरन्तर बगिरहन्छ। गन्तव्य आफ्नो भेट्नलाई कर्मले कोरेको भाग्य रेखा मेटाउन खोज्नेलाई सीमा बारी बटाउनु छ। वेशभूषा कला कौशल संस्कृति र पर्यावरणको स्वाद चटाउनु छ। मेरो गजलको अन्तिम शेर छ। हाम्रै रगतले लेखिएको जनमुखी व्यवस्थामा देखिने द्वेष हटाउँदै। हाम्रै रगतले लेखिएको जनमुखी व्यवस्थामा देखिने द्वेष हटाउँदै। अणुहरूमा ब्रह्माण्ड अटेसै चेतना सुशासन समृद्धि अटाउनु छ। चेतनामा सुशासन समृद्धि अटाउनु छ। कोरको बाटै सभ्यता सिकाउने नारीलाई धराको रक्षार्थ खटाउनु छ। अणुमा ब्रह्माण्ड अटेसै चेतनामा सुशासन समृद्धि अटाउनु छ। अणुमा ब्रह्माण्ड अटेसै चेतनामा सुशासन समृद्धि अटाउनु छ। धन्यवाद।